नमस्कार। म स्वास्थ्य क्षेत्रमा काम गर्छु। स्वास्थ्य क्षेत्रमा काम गर्दै जाँदाखेरि धेरै कुराहरू बुझिँदै जाँदो रहेछ। कतिपय कुराहरू हामीलाई केही पनि थाहा हुँदैन आफ्नै स्वास्थ्यको बारेमा र दिन प्रतिदिन हाम्रो शरीर राम्रो छ भनी सोचिराखेको हुन्छौँ। तर थोरै गरेर हाम्रो शरीरमा समस्याहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि एक्कासी हाम्रो शरीरमा सुगर, प्रेसर, थाइरोइड, युरिक एसिड अनि बच्चा नहुने केस यस्तो समस्याहरू आइपुग्दो रहेछ कि। अनि त्यो आइपुग्दा हामीलाई कस्तो लाग्छ, म राम्रै चिज त खाइराखेको थिएँ तर मेरो शरीरमा समस्या कसरी आयो भन्ने सोच हाम्रो बढ्न थाल्छ। जसरी हाम्रो शरीरमा समस्या आउन समय लाग्यो त्यस्तै हाम्रो शरीरलाई ठिक हुन पनि समय लाग्छ। त्यही भएर हामीले सकेसम्म फुड सप्लिमेन्ट खाएर आफ्नो शरीरलाई एकदमै निरोगी बनाउने प्रयास गर्नुपर्छ, किनकि यसले कुनै किसिमको पनि साइड इफेक्ट गर्दैन र हाम्रो शरीरमा जति पनि प्रोटिन भिटामिनको आवश्यकता पर्छ फुड सप्लिमेन्टले एकदम कम्प्लिट गर्छ। त्यही भएर आफ्नो स्वास्थ्यको लागि एकदम जागरुक हुनु र आफूलाई स्वास्थ्य बनाउन लाग्नु, किनकि अहिलेको समय, अहिलेको परिवेश, अहिलेको खाना दिन प्रतिदिन मौसमहरू बदलिँदै गछ र हाम्रो खानपिन पनि बदलिँदै गछ, जसले गर्दाखेरि हाम्रो शरीर दिनदिनै थोरै न थोरै कुनै न कुनै रोगको शिकार भइराखेछ। तर हामी सकेसम्म धेरै नसके पनि थोरै आफूलाई बचाउने प्रयासमा जानुपर्छ। बचाउने प्रयासमा जाँदै पनि हामी कतिपयजना रोगीको शिकार भछौँ। त्यही रोगीको शिकार नहुनको लागि हामी सकेसम्म फुड सप्लिमेन्ट खाने प्रयास गरौँ र आफूलाई निरोगी बनाऊ। थ्याङ्क यू।